कार्यमा हाम्रो एकाडेमिक लिड गर्ने मिसनको प्रारम्भिक दिनमा उपस्थित हुनुभएका सबै सरहरूप्रति एकदम आभार सहित स्वागत गर्दै र हाम्रो विभागको नेतृत्वको लागि छनौट हुनुभएका हाम्रो अगुवा नेता सरलाई ऊर्जामय, आरोग्यमय, सृजनामय र बडो प्राज्ञिक कार्यकाल रहोस्। हार्दिक शुभकामना। धन्यवाद। खास विभागको अनुभव भन्दाखेरि अनुभव त असाध्यै उल्लासमय रह्यो। सबैको साथीभाइहरू अत्यन्तै सकारात्मक सहयोग रह्यो। त्यसमा मात्रै साथी मात्र नभएर प्रशासनतर्फबाट त अत्यन्त सहयोग रह्यो। अथवा पिओबाट कतिपय कुराहरू समस्या पर्दाखेरि कङ्ग्रेसले मलाई हातै समाएर पनि यसरी गर्नुपर्छ भनेर जुन कुराहरू गरिदिनु भयो, त्यस्तै किसिमको अपेक्षाहरू गरिदिनु निम्ति पनि अनुरोध गर्छु र प्रशासनबाट यस्तै प्रकारका सहयोगहरू निरन्तरता हुनेछ भन्ने म अनुरोध गर्दछु। र अन्य कुरा यहाँ धेरै कुराहरू गर्नु भन्दाखेरि पनि जो सबै साथीभाइहरूको अत्यन्त सकारात्मक जुन एउटा पक्ष छ त्यसलाई मैले जहिले पनि आफ्नो मेमोरीमा जहिले पनि रहनेछ र त्यसको लागि म सबैलाई पनि धन्यवाद दिन चाहन्छु। स्पेसली होइन हाम्रा विभागका सदस्यहरू, प्रशासन विभागका सदस्यहरू अनि विद्यार्थी भाइ बहिनीहरूको पनि अत्यन्त सकारात्मक एउटा रचनात्मक भूमिकाहरू भयो। कतिपय कुराहरूमा विमति पनि रहन सक्छन्। एज एउटा पोस्टमा बस्दा त्यो विमतिलाई पनि साथीभाइहरूको सल्लाहमा त्यसलाई हामीले सजिलैपूर्वक समाधान गरेको अवस्था पनि रहेको थियो। त्यसको निम्ति त्यसै भन्दै आफ्नो अनुभवमा पनि एकदमै राम्रो आई एम भेरी मच सेटिस्फाइड विथ माई trainer during the since 3 years. Thank you. अब हामीले मुख्य क्षणमा प्रवेश गर्ने चरणमा छौँ। अब पदस्थापन कार्यक्रममा सहयोग गराइदिनु न। हालसम्म त अध्यक्ष शिव थापा सर र पदस्थापन गर्नु न। अब आजबाट अब विभाग हिजो प्रशासन त हिजो दियो होला जस्तो हामीले चाहिँ आजबाट चाहिँ भन्नु पऱ्यो। आजबाट चाहिँ विभागीय अध्यक्ष हुन लाग्नुभएका नेता नारायण ब्राह्मण सर र रोभरमा चाहिँ आफ्नो गर्नको लागि चाहिँ यो क्याप्चर गर्नुपर्छ। ल यता यहीँ मेरो क्यामेरा माला उता सारी है हो ए अनि यो त मन्त्रीकै पारा भयो अबिर हो अबिर टीका त लगाइदिनु क्या हाम्रो विभाग यसरी मुस्कान सहित यो बिचारी स्माइल हो। त्यो ओम शान्तिको के भूमिका छैन त्यो। बधाई छ सर, कार्यकाल सफल रहोस्। एकदम चाहिँ एउटा फोटो त भर्खरै प्रस्तावना गर्नु छ। म उहाँको मलाई हार्दिक बधाई दिन चाहन्छु र उहाँको कार्यकाल सफल रहोस् भन्ने चाहन्छु। र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सरहरू जुन हामीले यो जुन हाम्रो सोसल साइन्सलाई एउटा उइसमा अलिकति अगाडि बढाउनको निम्ति धेरै कुराहरू हामीले छलफल गर्नुपर्ने, विचार विमर्श गर्नुपर्ने छ। राजनीतिशास्त्र र समाजशास्त्र त हाम्रो अगाडि सँगै पनि हो।
र अहिले समाजशास्त्र छुट्टै विभागको रूपमा रहेको छ र राजनीतिशास्त्र हामी छुट्टै छौँ। यद्यपि यी हाम्रा समाज विज्ञानहरूलाई कतिपय कमन इस्युहरू छन् र ती कमन इस्युहरूलाई सँगसँगै अगाडि बढाउन पनि सरलाई सफलता मिलोस् र त्योतर्फ हामी लागौँ भन्दै म हार्दिक बधाई र कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु।